नमस्कार। फेरि धेरै पछाडि म तपाईहरुलाई एउटा कविता लिएर कविता सुनाउन लागिरहेको छु र कसैको जीवनमा मेल खाएमा सुरुमै माफी चाहन्छु हैन। अब यो कवितामा जे भने पनि निराशावादी जे कुरा गरे पनि आखिर जीवन तपाई हामीले जिउनु पर्छ। जीवन भनेको एउटा संघर्ष हो। केहीबाट असफलता भए पनि त्यो जीवनको अन्तिम असफलता हुँदैन भनेर म यहाँहरुलाई सुझाउन चाहन्छु र तर पनि केही पात्रहरूको कथामा आधारित बनेर मैले एउटा कविता भावना कोरेको छु। यहाँहरुलाई सरस्वती सुनाउन चाहन्छु। यो कविताको शीर्षक छ कथा उसको। आमा बाबा बिरामी हुँदा छोराको अस्पताल लाने तागत नहुँदा श्रीमतीको फुल्न खोजेको रहर, बच्चाको तुतुबुलीले मागेको रहर, नाना किन्न र पढाउन खल्ती नहुँदा आखिर जाने त्यही अरब त होला। गाउँमा बस्दा हेपिएको म, व्यवसाय गर्न साउले नपत्याएको म, बैंक जाँदा धितो बेगर गला हत्याएको म, बिहेपछि तिनै श्रीमतीले हेलिएको म, बच्चाले मिठाई माग्दा विरक्तिएको म, आखिर जाने त्यही अरब त होला। विदेश जान्छु भन्दा बुढी मुस्काउने, साउ ब्याजको लोभमा ऋण पत्याउने, सबको अनुहारमा उज्यालो छरिने, सपनाको ढाकर बोकेर अरब जाने, पुरुष हो भनेर आफै सम्हाल्ने, आखिर जाने त्यही अरब त होला। आखिर सब थोक पैसै रहेछ भन्ने बुझियो, माया प्रेम सपना इज्जत सब उसैमा बेचियो, हिजो साथ बेगर नबाच्ने बाजा पनि भुलियो, मातृभूमिको के कुरा प्राण मानेको तिमी र परिवार पनि बेचियो, पैसा कमाउने र खुसी किनिदिने त्यही अरब त होला। सबैको खुसी किन्ने सपनामा एक थान म बेचिएको पत्तो भएन, अध्यागमनबाट बेच्ने सरकारको कुनै शंका भएन, मान्छे बेच्नै बसेका दाजुभाइ आफ्नै नाता त हुन्, केही गुनासो भएन, जिउने आधार कहाँ छ देशमा कहीँ पत्तो भएन, जसो तसो साउ त तिरियो हजुर भने जस्तो अरबमा दाम भएन, कति कमाइयो उति पठाइयो उसमा शंका भएन, छोरा छोरी श्रीमती मनै त हो भनेर कहिल्यै हिसाब गरिएन, घर सहन नसकेर शहर पसेकी श्रीमतीको गुनासो बाबा आमासँग कहिल्यै सोधिएन, ओछ्यानमा सुत्ने आमा पेटीमा बस्ने बाको मन कहिल्यै सत्य लागेन, आखिर प्राण ठानेर मागेको साथ छाड्छ भन्ने शंका भएन। वर्षौंको बिछोड भुल्ने आसमा घर फर्केको, दुःखको काटेको दिनमा थोरै आस हुर्केको, बच्चा र आमाको यादमा संसार भुलेको, आफ्नै ज्यान बेचेर सपना सदाको, आखिरी सब भ्रम भयो, फगत जीवन जिउने के आधार भयो, रित्तो कोठा भकाएको बच्चा अनि हराएको तिमी, अन्तिम सास फेर्ने जहर बनेर आयौ तिमी, तब र त थप सहने हिम्मत भएन, अझै बाँचेर रहने रहर भएन, तिम्रै खुसीमा दाउ लगाएको शरीर अब संसारमा राख्न सकिना, यो स्वार्थी संसारमा रहने रहर भएन। हस्, धन्यवाद, नमस्कार। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि। चित्त नबुझेमा कमेन्ट गर्नु होला है।